हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो मेरो यो मिनी ब्लग चाहिँ अस्ति शुक्रबार गणतन्त्र दिवसको थियो। मैले चाहिँ केही समस्यावश तपाईँहरू माझमा मेरो भिडियो राख्न सकिनँ, त्यसको लागि आई एम सरी। सो मैले चाहिँ काममा जाँदाखेरि भित्रको जाने बाटो, सर्टकट बाटो जुन थियो त्यो चाहिँ बन्द थियो, त्यसैले मेरो मुख र मुड सब चेन्ज भइसकेको थियो गाइज है। अब के गर्नु, लामो बाटो जानुपर्छ, अनि लामो बाटो जान मलाई त्यति साह्रो ठिक लाग्दैन, अनि मैले चाहिँ अब के गर्नु, अब गणतन्त्र दिवसको कुरा थियो त्यसैले जानै पर्यो है। अब भित्रको बाटो चाहिँ बन्द थियो, अनि म चाहिँ गएँ। मलाई चाहिँ अब कस्तो राम्रो कि है, गणतन्त्र दिवसको मैले चाहिँ पुरा भिडियोहरू तपाईँमाझ हाल्न पाइनँ, किनभने पछि मेरो मोबाइलको स्टोरेज अलि त्यति नै छ। त्यसैले मैले जति आफ्नो क्लिप हुन्छ त्यति नै मैले राखेको छु। अनि गणतन्त्र दिवसमा तपाईँहरूले के कस्तो गर्नुभयो, सबैले आफ्नो कमेन्टहरू छोड्नु होला, र गणतन्त्र दिवसको तपाईँहरूलाई हार्दिक शुभकामना गइसके पनि। सो म चाहिँ काममा पुगिसकेकी थिएँ। काममा पुगिसकेपछि चाहिँ दाइहरू अनि कोही पनि आउनु भएको थिएन। म चाहिँ खुसी भएँ, किनभने म चाहिँ अलि ढिलो नै गएको थिएँ नि त। अब दाइहरू पुग्नुभयो कि भन्ने मलाई चाहिँ डर लागेको थियो, त्यसै दाइ दिदीहरू पुग्नु भएको थिएन। अनि म चाहिँ काममा पुगिसकेपछि चाहिँ हामीले पसलहरू मिलायौँ, किनभने पछि पसल अलिकति लथालिङ्ग भएको थियो। सो हामी चाहिँ पसल मिलाउनुतर्फ लाग्यौँ। पसल चाहिँ म अनि एउटा भाइ छ, हामी दुइटाले मिलाउँदै थियौँ। अनि लाइन पनि के है गाइज, त्यो शुक्रबारको दिन त यस्तो झ्यापझुप लाइन गए थियो कि। अनि मोबाइल पनि फेरि मैले कतिखेर क्यामेरा एङ्गल कहाँ माथि, कतिखेर त तल, यताउति त्यो पानीको बोतलले मिलाएर राख्दै थिएँ। सो हेर्नु न, लाइन पनि फेरि झ्यापझुप लाइन गए थियो कि। लाइट आउँदै थियो जाँदै थियो। सो हामीले चाहिँ त्यति साह्रो म्याटर गरेनौँ लाइटको, किनभने अब लाइट त बाहिर उज्यालै थियो अलिकति। हाम्रो चाहिँ पसल फर्स्टमै आउँछ नि त, त्यसैले हाम्रो पसलमा त्यस्तो साह्रो अँध्यारो चाहिँ हुँदैन है। अनि हामीले चाहिँ लुगासुगा सबै पट्याउँदै त्यो लुगाहरू कस्तो बन्डल मिलाएर राख्दै थियौँ कि। अनि किनभने पछि कस्टमर आउँदाखेरि चाहिँ हामीले लुगाहरू खोलेर त्यो लथालिङ्ग भएको थियो, त्यो चाहिँ हामीले मिलाएर राख्यौँ। त्यसपछि चाहिँ मैले सिधै घर जाँदाखेरि दिदीहरूको भिडियो बनाएको थिएँ। बहिनीलाई हाई गर्न भनेको, सन्ध्या बहिनीले चाहिँ हाई भन्दै थियो। आजलाई यति नै, बाई भेटौँला अर्को मिनी ब्लगमा।